हार्ट एट्याक भन्नुहुन्छ। हार्ट एट्याक भएको चाहिँ कसरी थाहा पाउने त घरमा? यदि तपाईँ हार्ट एट्याक आउनुबाट कसरी बस्ने अथवा हार्ट एट्याक आउँदा कस्तो फिल हुन्छ भनेर जान्नु चाहनुहुन्छ अथवा समयमै हार्ट एट्याकबाट बाँच्न चाहन्छु म भनेर सोच्नुहुन्छ भने चाहिँ यो भिडियो तपाईँको लागि एकदमै पुरा तपाईँको लागि मात्रै होइन, सबैले हेर्नुपर्ने भिडियो मैले लिएर आएको छु है। र अहिले कस्तो कस्तो पुर्लुक अलिकति के भयो कि हार्ट एट्याक भन्छ पुर्लुकै मरिहाल्छ है। र यो भिडियो तपाईँको लागि एकदमै जरुरी छ र तपाईँले सेयर जति सक्दो गरिदिनु होला। हार्ट एट्याक आउँदा त्यसको सिम्टम्स कस्तो हुँदो रहेछ, कहाँ दुख्दो रहेछ भन्ने कुराहरू यहाँ डाक्टर साहबले बताउनु हुँदैछ। यो भिडियो पुरा हेरेर सेयर गरिदिनु होला। हार्ट एट्याक हुँदाखेरि चाहिँ पहिला सुरुमा तपाईँलाई यहाँ दुख्छ, लेफ्टतिरको सेन्ट्रल चेस्ट पेन भन्छ। यहाँ चाहिँ ढुङ्गाले थिच्या जस्तो हुन्छ क्या, बुझ्नुभयो नि, अथवा चक्कुले राप्पो रोपे जस्तो। अनि त्यो दुखाइ चाहिँ कहिले कहिले देब्रे घाँटीतिर, देब्रे सोल्जरतिर, कुइनोतिर सर्या जस्तो पनि हुन्छ। अब यस्तो भयो भने के गर्ने? सबै हार्ट एट्याक त सबै दुखाइ जति सबै यस्तो दुखाइ हार्ट एट्याक नहोलान्, तर कुनै बेला रहेछ भने जोगिनै सकिन्छ। सुन्नुहोस् है, सबैभन्दा पहिला आफ्नो नजिकको अस्पतालमा जानुहोस्, अनि त्यहाँ गएर डाक्टरलाई यस्तो यस्तो भयो भन्नुहोस्, उहाँले इसिजी गरिदिनुहुन्छ। इसिजी गरेपछि हार्ट एट्याक हो कि होइन भन्ने कुरा छुट्टिन्छ। रहेछ भने त्यही अनुसारको उपचार गर्ने, रहेनछ भने खुसी हुने। सबैजनाले हार्ट एट्याक